नमस्कार, म राजेश कहार। तपाईं हेर्दै हुनुहुन्छ रुटिन अफ लुम्बिनी बन्द। आजको यस भिडियोको नयाँ अङ्कमा म तपाईं सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। यति बेला म ड्युटीमा छु। म स्टोर किपर भएको नाताले मलाई चाहिँ कम्पनीले मेरो साइडको चाहिँ म्यानेजरले मलाई चाहिँ ट्याङ्करमा तेल लिनका लागि मलाई चाहिँ अबुधाबीको हेड अफिस छ त्यहाँ चाहिँ पठाएको छ र यो टङ्कर भरिसकेको छ। म तपाईं देख्न सक्नुहुन्छ म टङ्करभित्र बसेर यो भिडियो बनाइरहेको छु। गेट पास लिनका लागि ड्राइभर गएको छ। केही समयपछि आएपछि हामी चाहिँ यहाँबाट निस्किन्छौँ। त आजको यो भिडियोमा म तपाईहरुको माझमा चाहिँ विशेष गरी एउटा सन्देश दिनका लागि आएको छु। अस्ति भर्खरै कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वार्ड नम्बर 1 पकडीमा एउटा 2 वर्षीय अबोध नानीको चाहिँ खोलामा शव प्राप्त भयो। तिनी चाहिँ 3 दिनदेखि हराइरहेकी थिइन्। खोजी तलासी कार्यका लागि प्रहरी प्रशासन, त्यो क्षेत्रका समाज, त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्ता, सोशल मिडिया इन्फ्लुएन्सरहरू पनि लागि परेका थिए, तर ती नानी चाहिँ जीवित फेला परिनन्। म त्यो तस्बिर देखेर आश्चर्यचकित भएँ। त्यो तस्बिर चाहिँ पोस्ट गरेको तस्बिर जुन पहिला दिन मैले देखेको थिएँ, यस्तो महसुस भइरहेको थियो कि तिनीभित्र म चाहिँ मेरो आफ्नो छोरीको छवि मैले चाहिँ देखिरहेको थिएँ। र आज म चाहिँ यो समाजका लागि चाहिँ यो चीजप्रति सजगता अपनाउनका लागि चाहिँ आह्वान गर्नुपर्छ भन्ने जस्तो लागेर आज मैले यो चाहिँ भिडियो बनाइरहेको छु। विशेष गरी हामी आमा बाउ गार्जियन, हामी चाहिँ आफ्नो बालबालिकाप्रति, छोराछोरीप्रति हामी एकदम जिम्मेवार हुन जरुरी छ। हामी चाहिँ अब जिम्मेवार भएन भने हामी कहिले जिम्मेवार हुने? आजको समयमा बच्चाहरूलाई चाहिँ किडन्याप गर्ने, फिरौतीका लागि चाहिँ किडन्याप गर्ने, पैसा पाएन भने ज्यानै लिने, यस्ता प्रवृत्ति, यस्ता घटनाहरू दिनानुदिन बढिरहेको छ र हामी चाहिँ प्रमाण सोशल मिडिया मार्फत हामी चाहिँ देखिरहेका छौँ। त आजको यो भिडियोको माध्यमबाट म यहाँहरूलाई भन्न चाहन्छु कि आफ्नो बाबु नानीहरूलाई यदि संवेदनशील हामी सोचौँ कि ती बाबु नानीहरूले चाहिँ हामीले पल पलको खबर आफ्नो मस्तिष्कभित्र राख्नुपर्छ। कहाँ गइरहेका छन्, के गरिरहेका छन्। आफ्नो साना साना बाबु नानीहरू घरबाट बाहिर खेलिरहेको बेलामा पनि निरन्तर ध्यान दिनुपर्छ। तर हामी त्यो चीजबाट चाहिँ अलिकति लापरवाह हुन्छौँ र यस्ता घटनाहरू चाहिँ मधेसतिर पनि अहिले घटिरहेको छ। जुन घटना देखेर एकदम मान्छेको मन छटपटिन्छ। म त एकैछिन त यो घटना देखेर आफू शून्य भएँ। ती नानीको तस्बिरभित्र म मेरो आफ्नै छोरीको छवि मैले देखिरहेको थिएँ। जन्माइन्छ, हुर्काइन्छ, अचानक घरबाट गायब हुन्छन् बाबु नानीहरू। 2-4 दिनपछि खोजी तलास भइरहँदा कुनै ठाउँमा शव प्राप्त हुन्छ। र यस्ता कठोर काम कसले गर्छ? त्यो पापीहरूको चाहिँ हात काम्दैन, मुटु काम्दैन। ती बाबु नानीको चाहिँ अनुहारमा तिनीहरूले आफ्नो बाबु नानीको, आफ्नो छोराछोरीको छवि हेर्दैनन्। म छक्क पर्छु। त अब हामी स्कुल गइरहेको बेलामा आफ्नो सुरक्षा कसरी गर्ने, आफ्नो बालबालिकाहरूले, आफ्नो छोराछोरीहरूले, बाबु नानीहरूले हामीले सिकाउनु जरुरी छ। कोही ललाइ फकाई केही खान दियो अथवा कहीँ ललाइ फकाई गरी मोटरसाइकलमा, साइकलमा, गाडीमा बस भनेर म लिएर जान्छु, घुमाउन लिएर जान्छु भनेर चाहिँ बोलायो भने त्यो घरमै हामीले चाहिँ तालिम दिनुपर्छ। घरमै बाबु नानीहरूले त्यो चीज सिकाउनुपर्छ। बाबु नानीको सेफ्टीका लागि भए पनि हामीले बाबु नानीहरूलाई क्लास दिनु जरुरी छ। यो चीजलाई सोचौँ कि हामीले बाबु नानीहरूले उनको सुरक्षाका लागि, सेफ्टीका लागि उनलाई चाहिँ हामीले दिएका क्लासले केही नभए हाम्रो मनमा, हाम्रो आत्मामा राहत प्रदान गर्नेछ र तिनलाई आउँदो भविष्यमा जोखिमबाट बच्नका लागि केही आइडियाहरू चाहिँ, नलेजहरू चाहिँ प्राप्त हुनेछ। त आजको यो भिडियो तपाईहरुले हेर्नुभयो त्यसका लागि धेरै धेरै आभारी छु। आजको भिडियो तपाईहरुले शेयर गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। यो भिडियोलाई सक्दो जति हुन सक्छ त्यति तपाईहरुले शेयर गर्नुस्। अवेयरनेसका लागि, सचेतनाका लागि भए पनि यो भिडियो शेयर गर्नुस्। हवस् त, धन्यवाद।